बर्ड एनपीएल भनेर पनि चिनिने सो उपग्रह करिब 1.5 किलोग्राम तौल र 10-10 सेन्टिमिटर लम्बाई चौडाई उचाइयुक्त रहेको अमेरिकाको भर्जिनिया स्थित मिड एटलान्टिक स्पेसपोर्ट लन्चप्याड नामक स्थानबाट प्रक्षेपण गरिएको अमेरिकी स्पेस कम्पनी अर्बिटल एटिकेले प्रक्षेपणको जिम्मेवारी लिएको सिग्नस कार्गो नामक यानद्वारा सो भू-उपग्रह प्रक्षेपण गरिएको पृथ्वीभन्दा करिब 400 किलोमिटर माथि भूमध्य रेखाबाट 90 डिग्रीको कोण भएर रहने सो उपग्रह नेपालको आकाशमा दैनिक 5 देखि 10 मिनेट रहने जापानको क्यूस इन्स्टिच्युट अफ टेक्नोलोजी क्यूटेक र बर्ड्स प्रोजेक्टको सहकार्यमा निर्मित उक्त उपग्रहमा 437 मेगाहर्ट्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको यस उपग्रहमा नेपालको झण्डा नास्टको लोगो र उपग्रह निर्माता 2 वैज्ञानिकको तस्बिर अंकित गरिएको उक्त सेटेलाइटसँगै जापानको वुगिसो र श्रीलङ्काको रावना 1 उपग्रह पनि अन्तरिक्षमा पुगेका आफ्नै स्याटेलाइट नभएका मुलुकलाई लक्षित गरी सञ्चालित बर्ड्स प्रोजेक्ट अन्तर्गत नेपालले यो स्याटेलाइट निर्माण गरेको जापानको क्यूटेक इन्स्टिट्युटमा अध्ययनरत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले सो स्याटेलाइट तयार गरेका बर्ड्स परियोजना अन्तर्गतको उक्त कार्यक्रमको संयोजन नेपालमा नास्टले गर्दै आएको यो परियोजना विगत 6 वर्षदेखि सञ्चालन हुँदै आएको बर्ड्स परियोजना अन्तर्गत अन्तरिक्षमा पठाइने अन्य स्याटेलाइटको सुविधा समेत नेपालले लिन सक्नेछ सो स्याटेलाइटले उपलब्ध गराउने सूचना प्राप्त गर्न नास्टले आफ्नो परिसरमा ग्राउन्ड स्टेसन निर्माण गरेको नेपाललाई अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले सन् 1984 मा अन्तरिक्षमा स्याटेलाइट राख्नका लागि छुट्टै स्टल पनि उपलब्ध गराएको छ जसमा सम्पूर्ण अधिकार नेपालको रहने सरकारले पछिल्लो पटक उक्त स्टलमा स्याटेलाइट राख्ने प्रक्रिया पनि अघि बढाएको नेपालले अन्तरिक्षमा राख्ने उक्त स्याटेलाइट मार्फत खास गरी सञ्चार तथा प्रसारणका लागि आवश्यक ब्यान्डविथ प्राप्त गर्ने